गाइस वेलकम ब्याक टु माई अनदर भिडियो। आज म गोप्रो लगाएर गाउँ जाँदैछु। यति बेला म गुरुङ गाउँ पुगिसकेँ। गुरुङ गाउँको यो सुकुटी घर हेर्नुहोस्। त्यहाँबाट म सारा जाँदैछु है। अनि यहाँ एउटा सब्जी दोकान छ क्या, त्यहाँ चाहिँ अर्ग्यानिक सब्जी पाइन्छ भनेको छ। म चाहिँ यसो सब्जी किन्न पऱ्यो, घर जाँदाखेरि सब्जी लानु गरेको छ कहिले यहाँबाट। यहाँनिरको सब्जी चाहिँ राम्रो पाउँछ क्या, यो अर्ग्यानिक कुराहरू पाइन्छ यहाँनिर। यहाँ लोकल सामानहरू पाइन्छ क्या। यहाँ के छ तपाईँलाई, यहाँ फलफुलहरू के छ, सब्जी तरकारीहरू देखाउँछु र म के किन्छु भन्ने कुरा पनि तपाईँलाई म देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नु होला र भिडियोहरू मन परे सेयर अनि लाइक कमेन्ट गर्न नभुल्नु होला। अब म आइपुगेँ। बाइक चाहिँ कहाँ राखौँ होला, दुइटै कार यहाँ रहेछ, यसलाई बाइक यहाँ राख्नु पऱ्यो। अनि हो सब्जी छ है, ल बाइक यहाँ राखेँ, यहाँ राख्नु पऱ्यो। त्यहाँ फेरि गाडी आउला, यहाँ राख्छु। ल यहाँ राखेर जानु पऱ्यो है त। के रेट छ साथीहरू हेर्नुहोस् है, तपाईँलाई म यहाँ देखाउँछु। ओहो सामान टन्नै रहेछ है त। ल शिवपुरी अर्ग्यानिक तरकारी बजार है। ल यो दिल्ली मलाई पुरुक्कै हेरेँ। ल ठिक छ, तरकारी चाहिँ के रहेछ हेर्नु पर्ला। ल अर्ग्यानिक च्याउहरू, च्याउ रहेछ, यो आलु पोखरा रहेछ, यतापट्टि भेन्डीहरू, सागहरू, ओहो काउली मुलाहरू पनि रहेछ। अब यो कति पर्ने चाहिँ यो गान्डे के च्याउ, गान्डे च्याउ। ओहो स्याउ कति छ त, राम्रो छ नि त। ए साउनी स्याउ कति हो, यो कति हो नि? यसको 100, एक भएको छैन होला। यसको 200, यसको 100। अरे के छ त, जाऊ ल ठिक छ। यो लैजाउँ नलैजाउँ भयो, पहिला यो चाहिँ लानु पऱ्यो। 200 को डल्ले च्याउ ठिक छ खानालाई। पैसा कता पऱ्यो यार, पैसा हेर्नु पऱ्यो। 100 200 ल दिनुहोस् त, धन्यवाद। ल यो मैले हालेँ है त, ठिक छ नि, कुहिया छैन नि। ल ल ठिक छ, ल मैले हालेँ। अनि अरू के छ त, अरू के त लानुपर्ने, यसो हेर्नुपर्ने भयो। अब यहाँतिर के छ सब्जी भन्दाखेरिमा साग घरमै छ होला, बोडी घरमै छ। भिन्डी कसरी हो साउनी? भिन्डी 100 रुपियाँ किलो। मलाई आधा किलो हाल्नु त, आधा किलो भिन्डी आधा किलो लानु पऱ्यो। धेर नलाने त्यो आइपुग्छ खै, अलिक चिप्या ठिकै रहेछ। कहिले हाल्नु न छानेर, कुहिएर नहालिदिनु है। हो यो भिन्डी लानु पऱ्यो, मिठो हुन्छ खानालाई। यस पछाडि अरू त घरमै छ, फर्सी घरमा फरिहालेको छ। कस्तो छ भने दुईजना खडाइ गाँठे। यो यसमै हाल्छु। कति भयो तपाईँको? 50 रुपियाँ कता गयो? अरू के लाने? अरू पोखरा चाहिँ जल्दी किन्नु पर्ला, यहाँ धेरै किन्नु हुँदैन। करेला घरमै होला, यो करेला तितो हुन्छ करेला। ए ल होस्, लिनुहोस् त। ल है त, म चाहिँ लागेँ। अब गएँ तलतिर किन्नु पर्ला। यो यति भएपछि 2 छाक पुगिहाल्छ। डल्ले च्याउ, 2 छाक भिन्डी, यसलाई यहाँ राख्नु पऱ्यो। फेरि खस्ला नि बाटोमा, तनाव भन्छ यार 300 को माल। ल अब यो आरू पोखरा भन्ने चाहिँ कता छ, जानु पऱ्यो अब। झिन्झडे स्यारारा यति भएपछि भयो। सुन्तला काठमाडौँ ल्याइहालेको छु। अब यहाँ के, यहाँ रहेछ। ल हो हेलो, सन्चै छ? कति हो यसको? 100 रुपियाँ दिनु त, एउटा दिन्न। यो चाहिँ कुहिया छैन नि, कुहिया छैन नि। ए ल यति 100 रुपियाँ लानु पऱ्यो। यो लिनु त।
चाहिँ मिठो हुन्छ के खुर्पानी हो कि भन्छ ल अब ठिकै छ कस्तो छ राम्रो एउटा खानु पऱ्यो है त एउटा खाएर हेरौँ अनि यसलाई पनि यहीँ राख्छु यसमा हालिदिनु त अलिक गरौँ यो चोडिन्छ ल हो यसमा गर्नु पऱ्यो ल यसो गरेपछि मलाई बोल्यो पनि हुन्छ घरसम्म पुग्छ यो खानु पऱ्यो एउटा कसरी यहाँबाट खाने ठाउँ छैन यहाँ हेलमेट लगाएपछि त ल ठिक छ ओके बाई बाई आजलाई यति ल गएँ त ओके